जीवनमा सम्बन्ध र समुदायको महत्त्वबारे हामी सबैले कहिलेकाहीँ सोच्ने गर्छौं, होइन र? आज हामी यस्तै एउटा गहिरो प्रश्नमा केन्द्रित हुनेछौं, जुन एउटा नेपाली प्रवचनबाट प्रेरित छ। प्रश्न हो, आखिर बलियो मानवीय सम्बन्ध अर्थात् संगति किन यति धेरै आवश्यक छ? संगति किन आवश्यक छ? सुन्दा त एकदमै सामान्य प्रश्न लाग्छ, होइन र? तर एकछिन सोच्ने हो भने यसको जवाब हाम्रो मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्यसँग एकदमै गहिरो गरी जोडिएको छ। यो भनेको केवल सँगै समय बिताउनु मात्रै पक्कै होइन। त्यसो भए आखिर के हो त यो, र यो किन यति महत्त्वपूर्ण छ? ल अब यसको गहिराइमा जाउँ है त। अब संगति किन आवश्यक छ भनेर बुझ्नु अघि सबैभन्दा पहिले त यो संगति भनेको वास्तवमा के हो त्यो नै प्रश्न पारौँ न, होइन? के यो केवल साथीभाइसँगको भेटघाट मात्रै हो कि यसको अर्थ त्योभन्दा कता हो कता गहिरो छ? साँच्चै भन्ने हो भने संगति शब्दको अर्थ हामीले सोचिने सामान्य भेटघाट वा घुलमिल भन्दा धेरै फराकिलो छ। यो त एउटा यस्तो गहिरो सम्बन्ध हो जहाँ मानिसहरू एक अर्कालाई हौसला दिन र एउटा साझा उद्देश्यका लागि सँगै उभिन तयार हुन्छन्। भन्नुको मतलब यो विश्वास र सहयोगमा टिकेको एउटा बलियो बन्धन हो। अब कुनै पनि कुराको महत्त्व साँच्चै बुझ्नु छ भने कहिलेकाहीँ त्यसको उल्टो पाटो हेर्नुपर्छ। मतलब त्यो कुरा नहुँदा के हुन्छ? त्यसैले संगतिको मूल्य बुझ्नका लागि ल एकछिन यसको ठिक विपरीत अवस्था यानि एक्लोपनलाई हेरौँ न त। यहाँ हेर्नुस् त, फरक कति स्पष्ट छ। एकातिर एक्लोपन छ, जहाँ मान्छे ममा मात्रै केन्द्रित हुन्छ, आफ्नो सारा बोझ एक्लै बोक्छ र उसको प्रगति पनि रोकिन्छ। तर अर्कोतिर संगति छ, यसले हाम्रो सोचलाई मबाट हामीमा बदल्दिन्छ। यहाँ बोझहरू बाँडिन्छन्, खुसीहरू साटिन्छन् र सबैभन्दा महत्त्वपूर्ण कुरा, एकअर्कालाई अगाडि बढ्न हौसला मिल्छ। ल त्यसो भए यस्तो शक्तिशाली संगति निर्माण कसरी गर्ने त? प्रश्न यो आउँछ। र रमाइलो कुरा के छ भने यसको रहस्य खोल्ने एउटा चाबी त्यो मूल प्रवचन के एउटा शब्दमा लुकेको छ। र यो हाम्रो बाहिरी व्यवहारभन्दा पनि भित्री सोच अर्थात् मानसिकतासँग जोडिएको छ। हो, त्यो शब्द हो मेन्टालिटी। अब सबैभन्दा रोचक कुरा के हो भने यो अंग्रेजी शब्द त्यो मूल नेपाली प्रवचनमा जस्ताको तस्तै प्रयोग भएको थियो। यसले के देखाउँछ भने संगति भनेको बाहिर देखिने व्यवहार मात्र होइन, यो त हाम्रो सोच्ने तरिका हो, हाम्रो भित्री दृष्टिकोण हो, एउटा मानसिकता हो। ठिक छ, मानसिकता त भनियो, तर यो मेन्टालिटी व्यवहारमा कस्तो देखिन्छ त? मतलब यो सोचलाई हामीले आफ्नो काम र व्यवहारमा कसरी उतार्ने? यदि हामीले साँच्चै यो मानसिकता अपनाउने हो भने हाम्रो दैनिक जीवनमा के कस्ता परिवर्तनहरू आउनुपर्छ? यो मानसिकतालाई व्यवहारमा उतार्न खासमा 3वटा चरणहरू छन्। पहिलो हो सहयोगको भावना, मतलब अरूलाई कसरी मद्दत गर्न सकिन्छ भनेर सक्रिय रूपमा सोच्ने। त्यसपछि आउँछ इमानदारी र खुलापन, विश्वास बनाउनका लागि आफ्ना कमजोरीहरू पनि बाँड्न सक्ने आँट। र जब यो विश्वास बन्छ नि, तब तेस्रो चरण आउँछ, एकअर्कालाई उनीहरूको सबैभन्दा राम्रो संस्करण बन्नका लागि प्रोत्साहन र चुनौती दिने। ल जब हामीले यो मानसिकता अपनाउँछौं र एउटा बलियो समुदाय बनाउँछौं, त्यसपछि के हुन्छ त? यसको फल कस्तो हुन्छ? भनौँ न, यसले हाम्रो जीवनमा कस्ता वास्तविक सकारात्मक प्रभावहरू या आशिषहरू ल्याउँछ? अब तिनै आशिषहरूबारे कुरा गरौँ। हो, समुदायले हामीलाई केवल साथी मात्र दिँदैन, यसले त हामीलाई वास्तविक शक्ति दिन्छ। यो कुरा बुझ्न एकदमै जरुरी छ। संगतिका फाइदाहरू केवल भावनात्मक मात्रै होइनन्, बरु यसले हाम्रो जीवनमा साँच्चै महसुस गर्न सकिने ठोस शक्तिहरू थपिदिन्छ। अनि ती वास्तविक शक्तिहरू के हुन् त? हेरौँ है। कठिन समयमा साथ दिने साझा बल, जीवनमा उद्देश्यको एउटा नयाँ महसुस, खुसीका पलहरूमा सँगै मनाइने सामूहिक आनन्द, अनि अगाडि बढ्नका लागि चाहिने निरन्तर हौसला। तर सायद आजको समयमा सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले हामीलाई आधुनिक जीवनको सबैभन्दा ठूलो रोग यानि एक्लोपनबाट जोगाउने एउटा कवचको काम गर्छ। अनि यो सबै कुराले हामीलाई फेरि त्यही स्रोत सामग्रीको अन्तिम वाक्यांशमा ल्याइपुर्याउँछ, गॉड ब्लेस यू। अब सोच्नुस् त, जब हामीले यसलाई संगतिको सन्दर्भमा हेर्छौं, यो केवल एक सामान्य विदाईको वाक्य रहेन। यो त वास्तवमा तिनै आशिषहरूका लागि गरिएको एउटा गहिरो कामना हो, शक्ति, उद्देश्य, आनन्द र सुरक्षाको कामना।
ल अब यो सबै विश्लेषणको अन्त्यमा हामीले अहिलेसम्म सिकेका कुराहरूलाई समेटेर एउटा अन्तिम विचारतर्फ लागौं है त। र अन्त्यमा यो प्रश्न हामी सबैका लागि हो। आजको यो संसारमा जहाँ प्रविधिले हामीलाई भौतिक रूपमा त जोडेको जस्तो देखिन्छ, तर मानिसहरू भित्रभित्रै झन एक्लो महसुस गरिरहेका छन्। यस्तो अवस्थामा हामीले आफ्नो जीवनमा त्यो गहिरो र अर्थपूर्ण संगति कहाँ खोज्ने र खोज्नुभन्दा पनि महत्त्वपूर्ण कुरा त्यसलाई कसरी निर्माण गर्ने? यो प्रश्नको जवाब सायद हामी प्रत्येकले आफैभित्र र आफ्नो वरपरको समुदायमा नै खोज्नुपर्ने हुन्छ।